28 जुन 1914 यो मितिमा एउटा यस्तो इभेन्ट घट्यो जसले युरोपको पुरा नक्सा नै चेन्ज गरिदियो। एउटा यस्तो इभेन्ट जसले गर्दा 2 करोड जनाको ज्यान गयो र लाखौं परिवार अलपत्र परे। आजको डेटमा हामी यो इभेन्टलाई वर्ल्ड वार 1 भनेर चिन्दछौँ। आउनुस् आजको भिडियोमा बुझौँ यो वर्ल्ड वार 1 को पुरा स्टोरी। The events about to unfold before us happened over 40 years ago. Inside the White House, President Woodrow Wilson conferred with advisors and signed the proclamation of war against Germany. हाम्रो कहानी स्टार्ट हुन्छ सन् 1914 मा जब अस्ट्रिया हंगरीका राजकुमार आर्चड्युक फ्रान्क फर्डिनान्ड र उनको वाइफ सोफी बोस्नियाको सराहेवो शहरमा भ्रमणको लागि आएका हुन्छन्। यस टोरमा आर्चड्युकमाथि हमला हुन्छ जब पब्लिकको भिडमा लुकेर बसेका केही हमलाकारीले उनीमाथि बम प्रहार गर्छन्। तर फोर्चुनेटली त्यो बम आर्चड्युकको गाडीमा ठोकेर रोडको अर्को साइडमा गएर ब्लास्ट हुन्छ। उनीहरूले आर्चड्युक एकदम सक्ड हुन्छन् अनि जुन कामको लागि भ्रमणमा आएका हुन्छन् त्यो क्यान्सल गरिदिन्छन्। अनि केही घण्टापछि उनी हस्पिटल जान्छन् अघिको बम ब्लास्टमा इन्जर भएको उनको सैनिक र केही नागरिकलाई भेट्न। उनको ड्राइभरले एक गलत मोड लिन्छन् अनि उनीहरू गाब्रिएलो प्रिन्सिप नामक एक 19 वर्षीय युवाको गाडी अगाडि पुग्छन्। आर्चड्युकलाई त्यहाँ अचानक देखेर त्यो युवाले आफूसँग भएको बन्दुक निकाल्छन् र 2 गोली चलाउँछन्। एक गोली सोफीमाथि र अर्को गोली आर्चड्युकमाथि र यही आर्चड्युकमाथिको एक गोली बन्न पुग्छ 2 करोड मानिसको मृत्युको कारण। यही एक गोली बन्न पुग्छ पुरा वारको ट्रिगर इभेन्ट। अब सवाल उठ्छ कि आखिरमा को थिए यी हमलाकारीहरू? को थियो त त्यो युवा र किन मार्यो उसले अस्ट्रिया हंगरीको प्रिन्सलाई? के अचिभ गर्न खोजेका थिए यिनीहरूले र के हो यो सब इन्सिडेन्टको एक्चुअल स्टोरी? नर्मली धेरै मान्छेहरूलाई लाग्छ कि त्यो एक गोलीको कारणले वर्ल्ड वार सुरु भएको हो, तर स्टोरी यहाँ अर्कै छ। नर्मली यति ठुलो स्केलको वार एकजनाको हत्याको बदला लिनको लागि स्टार्ट हुँदैन। त्यो पछाडि अरू नै धेरै रिजनहरू हुन्छन्। अस्ट्रिया हंगरी वारमा इन्भल्भ हुनुको रिजन त अन्डरस्ट्यान्डेबल छ, उनीहरूको प्रिन्सको हत्या गरिएको थियो। तर बाँकी युरोपियन देशहरू पनि वारमा किन इन्भल्भ भए त? ग्रेट ब्रिटेन, जर्मन एम्पायर, इटली, फ्रान्स जस्तो पावरफुल युरोपियन देशहरू पनि के आर्चड्युकको हत्याको बदला लिन नै एकअर्कासँग लड्न थाले हो त? एक्चुअलमा यो आर्चड्युकको हत्या यो वारको एउटा ट्रिगर इभेन्ट मात्र थियो। त्यो टाइम युरोप अलरेडी एकदमै अनस्टेबल थियो। यो असासिनेसन भन्दा धेरै अगाडि नै युरोप एउटा पाउडर केक बनिसकेको थियो। पाउडर केक भन्नाले सानो आगोले पनि ठुलो हुन सक्ने अवस्था। र आर्चड्युकको हत्या त्यही ब्लास्टको लागि चाहिने एउटा सलाइको काँटी र सानो चिङ्गारीको रूपमा साबित भयो, जसले पुरा युरोपमा आगो लगाइदियो। अब मेन क्वेसन आउँछ कि युरोप यस्तो अवस्थामा पुग्यो कसरी त? यसको मुख्य 4 रिजन छन्: मिलिटरिजम, इम्पेरियलिजम, अलायन्सेस, नेसनलिजम। यही 4 रिजनहरूले युरोप एकदम अनस्टेबल भएको थियो। आउनुहोस् भिडियोमा यसलाई अझै विस्तारमा बुझौँ। इस्टर्न युरोपमा रसिया र अस्ट्रिया हंगरी बीच झगडा चलिरहेको थियो, खास गरी बल्कन रिजनमा। बल्कन रिजन भन्नाले पूर्व युरोपको एक भाग। यो क्षेत्र टर्की जुन अटोमन एम्पायरको नियन्त्रणमा थियो, तर बिस्तारै धेरै देशहरू इन्डिपेन्डेन्ट हुन थाले। खास गरी सर्बिया निकै शक्तिशाली बन्दै थियो र ऊ चाहन्थ्यो कि बल्कन्समा रहेको सबै स्लाविक जातिहरू जस्तै बोस्निया, मोन्टेनेग्रो अनि क्रोएसिया मिलेर ठुलो एउटा स्लाविक राष्ट्र बनाओस्। तर अस्ट्रिया हंगरी यो कुरा मान्न तयार थिएन, किनभने उसले बल्कन्समा आफ्नो कन्ट्रोल कायम राख्न चाहन्थ्यो। जब अस्ट्रिया हंगरीले बोस्निया एन्ड हेर्जेगोभिना आफ्नो नियन्त्रणमा लियो, सर्बिया र रसिया दुवै रिसाए। रसिया, जसले आफूलाई स्लाविक राष्ट्रहरूको सेभियर भन्थ्यो, सर्बियालाई समर्थन गर्दै अस्ट्रिया हंगरी विरुद्ध खडा भयो। अस्ट्रिया हंगरीले बोस्निया एन्ड हेर्जेगोभिनामा र त्यहाँका स्लाविक मान्छेहरूलाई एक्सप्लोइट गरेको र ओप्रेस गरेको थाहा पाएर ब्ल्याक ह्यान्ड सोसाइटीको मेम्बर्सहरूले एज अ रिभेन्ज आर्चड्युकको हत्या गरेका थिए। आर्चड्युकलाई गोली हानेर मार्ने गाब्रिएलो प्रिन्सिप त्यही ब्ल्याक ह्यान्ड सोसाइटीका मेम्बर थिए। तर आखिरमा यो ब्ल्याक ह्यान्ड सोसाइटी के थियो त? ब्ल्याक ह्यान्ड सोसाइटी एउटा सिक्रेट सर्बियन नेसनलिस्ट अर्गनाइजेसन हो, जसको लिडरको नाम हो ड्रागुटिन डिमिट्रिभिच। यिनीहरूको अब्जेक्टिभ सबै स्लाभहरू मिलेर छुट्टै एउटा स्लाविक देश बनाउने, पछि गएर बन्छ पनि नामक एक देश। अब यो त भयो अस्ट्रिया हंगरीले सर्बियामाथि वार डिक्लेयर गर्नुको रिजन। तर बाँकी देशहरू किन वारमा इन्भल्भ भए त? आउनुहोस् बुझौँ। 19औं शताब्दीको अन्त्यतिर युरोपमा मिलिटरिजम एकदमै तीव्र गतिले भइरहेको थियो। सबै देशहरू आफ्नो आर्म्ड फोर्सेसको शक्ति विस्तार गर्दै थिए।
जर्मनीको पावरफुल फ्लिट बनाउने योजना र ब्रिटेनको रोयल नेभी बीचको प्रतिस्पर्धाले ठूलो तनाव सिर्जना गरेको थियो। त्यस्तै फ्रान्स, इटली र रसिया जस्ता अन्य देशहरूले पनि आफ्नो आर्मी र एयरफोर्स विस्तार गर्न थाले। उता ब्रिटेन र जर्मनी बीचको यो नेभी रेसले दुई देशलाई सैन्य प्रतिस्पर्धामा तान्यो। जर्मनीले ब्रिटेनको शक्तिशाली नेभीलाई टक्कर दिने उद्देश्यले आफ्नो ड्रेडनट ब्याटलशिप्स निर्माण गर्न थाल्यो, जसले ब्रिटिस सरलाई झन इन्सिक्योर बनायो। ब्रिटेन र फ्रान्स यी दुई शक्तिशाली साम्राज्यहरूले धेरै क्षेत्रहरूमा कब्जा गरिसकेका थिए। ब्रिटेनले इन्डिया, अस्ट्रेलिया, साउथ अफ्रिका र धेरै अफ्रिकी क्षेत्रहरूमा आफ्नो कोलोनिज बनाएको थियो भने फ्रान्सले पनि नर्थ वेस्ट अफ्रिका, इन्डो चाइना, आजको भियतनाम, लाओस र कम्बोडियामा आफ्नो कोलोनिज जमाएको थियो। तर जर्मनी भने यो दौडमा ढिलो पुगेको थियो, किनकि जर्मनी आफै 1871 मा एकीकरण भएको थियो। अब जर्मनी पनि चाहन्थ्यो कि ऊ पनि हेज ब्रिटिस एन्ड फ्रेन्च आफ्नो एउटा शक्तिशाली साम्राज्य बनाओस्। त्यो टाइममा जति धेरै कोलोनिज थियो एउटा कन्ट्री त्यति धेरै पावरफुल देखिन्थ्यो, एक किसिमको त्यो ट्रेन्ड नै थियो। त्यसैले जर्मनी पनि नयाँ कोलोनिज कब्जा गर्न खोज्न थाल्यो, जसले टेन्सन अझै बढायो। अब यो जर्मनी, फ्रान्स अनि ब्रिटेनमा मेन तनाव सिर्जना गर्ने इभेन्ट हो यो मोरोक्कन क्राइसिस। मोरोक्को जुन अफ्रिका र युरोपको बीचमा पर्छ एक महत्त्वपूर्ण व्यापारिक मार्ग हो। फ्रान्सले मोरोक्कोमा आफ्नो प्रभाव जमाउन चाहन्थ्यो, तर जर्मनीले चुनौती दियो। जर्मनी त्यो टाइममा कुनै कन्ट्रीलाई कोलोनाइज गरेको थिएन, उसको आँखा पनि मोरोक्कोमै थियो। सन् 1905 मा जर्मन एम्परर केसर विलियम II टाङ्गियरमा गएर मोरोक्कोको स्वतन्त्रताको समर्थन गरिदिए। यसले फ्रान्स र जर्मनी बीचको तनावलाई निकै बढायो र ब्रिटेन पनि सतर्क बन्यो। तर अब यहाँ मेन कुरा आउँछ, कुनै एउटा देश जो कोलोनाइज भएको छैन त्यसमा ब्रिटेन भन्दा अगाडि फ्रान्सको नजर कसरी पर्यो त? ब्रिटेनले किन फ्रान्सलाई समर्थन गर्यो त? मुख्य कारण थियो एन्टेन्टे कोर्डियल, जुन 1904 मा साइन गरेको ट्रिटी थियो, जसमा ब्रिटेन र फ्रान्सले एकअर्काको अरू कोलोनिजमाथि इन्फ्लुएन्सलाई एग्री गर्ने फैसला गरे। ब्रिटेन र फ्रान्स सेन्चुरीदेखि एकअर्काका राइभल थिए र यो ट्रिटीले यिनीहरूमा केही पल पिस आओस् भनेर बनाइएको थियो। यो सम्झौतामा ब्रिटिसले मोरोक्कोमा फ्रेन्च इन्ट्रेस्टलाई समर्थन गर्यो, जबकि फ्रान्सले इजिप्टमा ब्रिटिस कन्ट्रोललाई मान्यता दियो। इजिप्ट ब्रिटेनको लागि अत्यन्तै महत्त्वपूर्ण थियो, किनभने सुइज क्यानालले युरोप र एसिया बीचको छोटो मार्ग प्रदान गर्थ्यो। यो क्यानालबाट ब्रिटिसको व्यापारिक मार्ग सुरक्षित हुन्थ्यो, जसले इन्डिया र अन्य कोलोनिजसँगको सम्पर्क कायम राख्न मद्दत गर्थ्यो। गिब्राल्टर र सुइज क्यानाल दुवै आफ्नो नियन्त्रणमा रहेसम्म ब्रिटेनलाई मोरोक्कोमा फ्रेन्च प्रेजेन्सले खास असर गर्दैन भन्ने विश्वास थियो। तर जर्मनीले मोरोक्कोमा आफ्नो प्रेजेन्स जोगाउन दबाब दिँदै थियो। सन् 1911 मा दोस्रो मोरोक्कन क्राइसिसमा जर्मनीले आफ्नो वारशिप प्यान्थर एगाडेर बन्दरगाहमा पठायो। त्यो टाइममा सन् 1911 मा मोरोक्को भित्र रेबेलियन चलेको थियो। त्यो रेबेलियन थियो मोरोक्कियन सिटिजन भर्सेस द फ्रेन्च एडमिनिस्ट्रेसन, जो मोरोक्कोमाथि आँखा गाडेर बसेका थिए। यस अग्रेसिभ कदमले ब्रिटेनलाई अझै खतरा महसुस गरायो अनि ब्रिटेनले जर्मनीको यो अग्रेसिभ स्टान्सलाई एज अ थ्रेटको रूपमा हेरेर जर्मनीसँग डिप्लोमेटिक वार्तालाप गर्यो। अन्ततः जर्मनीले कदम पछि हटाउने वादा गर्यो र फ्रान्सले मोरोक्कोमा आफ्नो प्रोटेक्टरेटलाई स्थापना गर्यो। यो प्रोटेक्टरेट भनेको के रहेछ, यो डेफिनेसनमा हेर्नु। A protectorate is a type of political agreement where a weaker or smaller country is controlled and protected by a more powerful country. एउटा शक्तिशाली देशले अलिक कमजोर देशलाई यस्तो भन्नु हो, तिमीहरू आफ्नो दैनिकी चाहिँ आफै म्यानेज गर, तर बाहिरी सम्बन्ध र तिमीहरूको मिलिट्रीको पुरा कन्ट्रोल चाहिँ हामीले हेर्छौँ भनेर। मोरोक्कन क्राइसिसले जर्मनी र फ्रान्स बीचको असहमति अझ गहिरो बनायो, ब्रिटेन र फ्रान्सको मित्रता अझै मजबुत बनायो। यसैले यो क्राइसिसले ट्रिपल एन्टेन्टे, जसमा ब्रिटेन, फ्रान्स र रसिया सामेल थिए, यसको फर्मेसनलाई गति दियो। अनि उता जर्मनी, इटली र अस्ट्रिया हंगरी मिलेर ट्रिपल अलायन्सको फर्मेसन भयो। अब युरोप यी दुई ठुला अलायन्समा विभाजित भइसकेका थिए। यी अलायन्सहरूले त ओरिजिनली सुरक्षाको लागि बनाएको थियो, तर आइरोनिकली यिनी अलायन्सहरूले पछि गएर युरोपलाई युद्धको तर्फ धकेल्छन्। अब कुनै पनि एक देशमाथि आक्रमण भयो भने अलायन्समा भएका बाँकी देशहरू पनि युद्धमा सिधै सामेल हुनु पर्थ्यो। ट्रिपल एन्टेन्टे र ट्रिपल अलायन्स बीचको टेन्सन यति धेरै बढिसकेको थियो कि एउटा सानो घटना जस्तै आर्चड्युकको हत्या नै भनौँ, यो सिङ्गो एउटा इभेन्टले पुरा युरोपलाई युद्धकोतिर धकाल्नलाई पर्याप्त थियो। बेसिकली अलायन्सेसको कारणले गर्दा इन्डिभिजुअल कन्फ्लिक्टमा बाँकी देशहरूले पनि भाग लिनुपर्ने स्थिति बन्यो। एउटा सानो झगडाले मल्टिनेसन वारमा परिवर्तन हुन केही समय लागेन। यसरी सन्धिहरूले ओरिजिनली प्रोटेक्सनको लक्ष्य राखे पनि प्र्याक्टिकली तिनीहरूले युरोपलाई एक टिकिङ टाइम बम बनाइदियो। यिनी सबै रिजनले युरोप एक बमको पहाड झैँ थियो। एउटा सानो चिङ्गारीले एकदम ठुलो विस्फोट गर्न सक्थ्यो अनि त्यो चिङ्गारी फर्डिनान्डको असासिनेसन बन्न पुग्यो।
अब के भयो त फर्डिनान्डको असासिनेसन पछि? आउनु स्टोरीमा अगाडि बढौँ। 28 जुन 1914 मा आर्चड्युक फ्रान्स फर्डिनान्ड र उनको पत्नी सोफीको हत्या गरियो। यो हत्याको दोष सिधै गयो सर्बियन नेसनलिस्ट ग्रुपमाथि, विशेष गरेर ब्ल्याक ह्यान्ड सोसाइटीमाथि। अस्ट्रिया हंगरीले तुरन्त आक्रोशित हुँदै सर्बियालाई जिम्मेवारी ठहरायो। केही दिनको अन्तरालपछि 23 जुलाई 1914 मा अस्ट्रिया हंगरीले सर्बियाले एक कडा अल्टिमेटम दियो। यो अल्टिमेटममा 10 वटा डिमान्ड्स थिए, जसमा प्रमुख कुरा यस्तो थियो। सर्बियाले आफ्नो भूमिमा रहेका एन्टी अस्ट्रियन एक्टिभिटिजलाई रोक्नुपर्ने, सर्बियन गभर्नमेन्टले अस्ट्रिया हंगरीका अधिकारीहरूलाई हत्याको छानबिनमा सहयोग गर्न दिनुपर्ने, हत्यामा संलग्न सबैलाई तुरन्त पक्राउ गरी सजाय दिनुपर्ने। तर यी मागहरू यति कडा थिए कि सर्बियाले आफ्नो राष्ट्रिय स्वाभिमानलाई चुनौती दिएको जस्तो महसुस गर्यो। यद्यपि सर्बियाले डिमान्ड्सहरूमध्ये अधिकांश स्वीकार गरे, तर एउटा महत्त्वपूर्ण बुँदा अस्ट्रियन अधिकारीहरूलाई आफ्नो देशमा छानबिन गर्न अनुमति दिने कुरामा उनीहरूले अस्वीकार गरे। अस्ट्रिया हंगरीले सर्बियाको यो कदमलाई अपमानको रूपमा लियो अनि 28 जुलाई 1914 मा अस्ट्रिया हंगरीले सर्बिया विरुद्ध वार डिक्लेयर गर्यो। अस्ट्रिया हंगरीले युद्धको घोषणा गरेपछि त्यसको प्रभाव डोमिनो इफेक्ट जस्तै फैलियो। सर्बियाको साथी रसियाले आफ्नो सेना तयारीमा राख्यो। जर्मनी, जसको अस्ट्रिया हंगरीसँग एलायन्स थियो, तुरन्त रसिया विरुद्ध वार डिक्लेयर गर्यो। जर्मनीले थाहा पायो कि रसियाको साथी फ्रान्स पनि युद्धमा आउनेछ, त्यसैले जर्मनीले फ्रान्स विरुद्ध पनि युद्ध घोषणा गर्यो। तर जर्मनीको योजना सिधै फ्रान्समा हमला गर्नु थिएन। जर्मनीले बेल्जियमबाट हुँदै फ्रान्समा हमला गर्ने योजना बनायो, जसलाई स्लिफिन प्लान भनिन्थ्यो। तर बेल्जियम त न्युट्रल कन्ट्री थियो र यस हमलापछि ब्रिटेन आक्रोशित भयो। जर्मनीले बेल्जियमको न्युट्रालिटी तोडेको कारण ब्रिटेनले पनि जर्मनी विरुद्ध युद्ध घोषणा गर्यो। अब यहाँबाट सुरु भयो द ग्रेट वार। ट्रिपल अलायन्स र ट्रिपल एन्टेन्टे बीचको यो भिडन्तले युरोपलाई ध्वस्तै बनायो। विश्वको इतिहासमा पहिलो पटक यति ठुलो र विनाशकारी युद्ध सुरु भयो। केवल एक हप्ता भित्रमै युरोपका सबै ठुला देशहरू एकअर्कासँग युद्धमा फसिसकेका थिए। जर्मनीको स्लिफिन प्लान एउटा युद्धको रणनीति थियो, जसको मुख्य उद्देश्य पहिला फ्रान्सलाई हराउने र त्यसपछि रसिया विरुद्ध लड्ने थियो। जर्मनीलाई थाहा थियो कि रसियाको सेना ठुलो भए पनि तयार गर्न धेरै टाइम लाग्छ भनेर, त्यसैले जर्मनीले पहिले वेस्टर्न फ्रन्टमा हमला गर्ने योजना बनायो ताकि फ्रेन्चका सेना कमजोर पार्न सकियोस् र त्यसपछि रसिया विरुद्ध लड्नको लागि समय मिलोस्। जर्मनीको योजना थियो कि उनीहरू बेल्जियमको सीमाबाट फ्रान्समा प्रवेश गरेर प्यारिस छिटो कब्जा गर्ने र पछि रसियाको लागि तयारी गर्न समय निकाल्ने। तर जर्मनीको योजना यति सरल थिएन। बेल्जियम एक न्युट्रल देश थियो र जर्मनीले यसको न्युट्रालिटी उल्लङ्घन गर्दै त्यहाँ प्रवेश गर्यो। यो घटनाले ब्रिटेनलाई युद्धमा समावेश गरायो, किनभने ब्रिटेनले बेल्जियमको रक्षा गर्ने बाचा गरेको थियो, जसको परिणामस्वरूप 4 अगस्त 1914 मा ब्रिटेनले जर्मनी विरुद्ध युद्ध घोषणा गर्यो। जर्मनीको लागि अर्को ठूलो समस्या भनेको बेल्जियमको रेजिस्टेन्स थियो। बेल्जियमको सेना जस्तो जर्मनीले अपेक्षा गरेको थियो त्यस्तो कमजोर निक्लेन। उनीहरूले जर्मनीको सेना रोक्नका लागि फोर्टिफाइड सिटिज र रणनीतिक स्थानहरू प्रयोग गरे। जर्मन सेना यस रेजिस्टेन्ससँग जुझ्नमा स्ट्रगल गर्यो, जसको कारण जर्मनीको योजना चाँडै असफल हुन थाल्यो। जर्मनीको सैनिकहरूले बेल्जियममा घुस्न साथै त्यहाँका नागरिकहरूमाथि अत्याचार गर्न थाले। द रेप अफ बेल्जियम भनेर चिनिने यी घटनाहरूले धेरै ध्यान आकर्षित गरायो। जर्मन सैनिकहरूले बेल्जियमका गाउँहरू जलाए, नागरिकहरूलाई मारे र महिलाहरूमाथि अत्याचार गरे। यी कुर्ताहरूका समाचार र चित्रहरू ब्रिटिस मिडियामा छायो र यिनीहरूले जर्मनीलाई एक बार्बारिक शत्रुको रूपमा चित्रित गरे। ब्रिटेनले यी अत्याचारलाई आफ्नो प्रोपोगेन्डाको प्रमुख हिस्सा बनायो। बेल्जियममा भएका अत्याचार र महिलाहरूमाथि भएको ती क्रूर व्यवहारको प्रचार गरेर ब्रिटेनले जर्मनीलाई केवल एक सैन्य शत्रुको रूपमा मात्रै होइन, सभ्यतामाथिको खतराको रूपमा प्रस्तुत गर्यो। यस्ता घटनाहरूले ब्रिटिस जनतामा जर्मनीसँगको युद्धका लागि मोरल आउटरेज पैदा गरेर यसले ब्रिटेनको युद्धमा सामेल हुने कारण थप बलियो बनायो। ब्रिटेनले बेल्जियमको रक्षा गर्नका लागि तटस्थता उल्लङ्घनको विरोधमा आफ्नो कदम चालेको कुरा प्रमुख बनायो। जर्मन अत्याचारको प्रचारले ब्रिटिस एक्सपेडिसनरी फोर्सेस BEF-लाई युद्धमा सामेल हुने एक राइटफुल रिजन प्रदान गर्यो। ब्रिटेनको जनता, जसले पहिले यो युद्धमा सामेल हुन नचाहेको थियो, यी अत्याचारहरूको बारेमा थाहा पाएपछि युद्धमा भाग लिन तयार भए। जर्मनीको स्लिफिन प्लान सुरुमा एकदम बलियो देखियो, तर बेल्जियमको रेजिस्टेन्स, रेप अफ बेल्जियम, जसलाई ब्रिटेनले एज अ प्रोपोगेन्डाको रूपमा युज गरेर वारमा एन्ट्री गर्नु र फ्रान्सको कडा प्रतिकारको कारण यो योजना असफल बन्यो। जर्मन सेनाले छिटो परिणाम चाहेको थियो, तर
ट्रेन्च वारफेयर र टु फ्रन्ट वारका कारण युद्ध अझै लम्बियो। यो युद्ध 4 वर्षसम्म चल्यो र यसले इतिहासमा गहिरो प्रभाव छोड्यो। ट्रेन्चेस वास्तवमा सैन्यहरूको अस्थायी आवास थिए, जहाँ सैनिकहरूले दुश्मनबाट बाँच्नको लागि आफ्नो रक्षा सुनिश्चित गर्नका लागि सीमित भूमिमा खनेको एउटा डिफेन्सिभ खाल्टो जस्तै थियो। यही ट्रेन्चेसमा सैनिकहरू एकदमै कठिन परिस्थितिका बावजुद आफ्नो जीवन बिताउन थाले। यो युद्धको एक स्याड र ट्रेजिक पक्ष थियो, जहाँ सोल्जर्सले विक आफ्टर विक मड, कोल्ड र कन्स्ट्यान्ट गन फायरसँग जुझ्दै ज्यान गुमाउने डरसँग जीवन बिताउनु पर्थ्यो। सैनिकहरूलाई दिनरात मसिन गन फायर र आर्टिलरी बम्बार्डमेन्टका बीचमा ज्यानको खतरासँग सङ्घर्ष गर्नुपर्ने अवस्था थियो। ट्रेन्चेस निकै गहिरो र असहज थिए। यसभित्र भएको भागहरूमा ऱ्याट्स, डिजिज र डिकेइङ बडिजको गन्धले सैनिकहरूलाई मानसिक र शारीरिक रूपमा एकदम कठिन अवस्थामा पुर्याइदिएको थियो। ब्याटल अफ द सम र ब्याटल अफ भर्डन जस्ता लडाईँहरू ट्रेन्च वारफेयरको एक उदाहरण हो। ब्याटल अफ द सम जुन 1916 मा लडियो, यस युद्धको इतिहासमा सबभन्दा रक्तपातपूर्ण लडाईँहरूमध्ये एक थियो। यस लडाईँमा ब्रिटिस आर्मीले फ्रेन्च आर्मीसँग मिलेर जर्मन फोर्सेसमाथि आक्रमण गरे। बार्ब वायर र मसिन गन्सका कारण सैनिकहरूलाई अगाडि बढ्न निकै कठिन थियो। यो युद्धमा करिब 10 लाख सोल्जरको मृत्यु र घाइते हुने अनुमान गरिएको थियो। ब्याटल अफ भर्डन, जसलाई 1916 को अर्को प्रमुख युद्धको रूपमा चिनिन्छ, जर्मनी र फ्रान्स बीचको लडाईँ थियो। यस लडाईँमा फ्रेन्च फोर्सेसले जर्मन अट्याक्सको सामना गर्दै आफ्नो भूमिको रक्षा गरे। यो युद्ध लगभग 10 महिनासम्म चल्यो र दुवै पक्षले म्यासिभ क्याजुअल्टिज भोगे। यो लडाईँ भर्डनलाई अ सिम्बल अफ फ्रेन्च डिटर्मिनेसन भनेर पनि चिनिन्छ। ट्रेन्च वारफेयर यस्तो एउटा शैली थियो युद्धको जसले साइकोलोजिकल र फिजिकल स्ट्रेसलाई एकसाथ सैनिकको जीवनमा ल्यायो। सैनिकहरूलाई लामो समयसम्म अनस्यानिटरी कन्डिसन, कन्स्टेन्ट फियर अफ आर्टिलरी फायर र अनप्रेडिक्टेबल अट्याक सहनु पर्थ्यो। सैनिकहरूलाई डिजिज र इन्फेक्सनबाट पनि सङ्घर्ष गर्नु पर्थ्यो, जसले अझै धेरै ट्रमा थपिदियो। ट्रेन्च वारफेयरको परिणामस्वरूप सोल्जरले केवल दुःख, घाइते हुने र मृत्यु मात्र होइन, तर साइकोलोजिकल ट्रमा पनि झेल्नु पर्थ्यो। यसले यति गहिरो प्रभाव पार्यो कि धेरै सैनिकहरूलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर PTSD को समस्या समेत भयो। युद्धको प्रारम्भमा अमेरिका न्युट्रल नै थियो। अमेरिकी जनतामा यस्तो धारणा थियो कि युरोपको विवाद हो यो, यसमा इन्टरफेयर गर्नु हुँदैन। तर केही घटनाहरूले अमेरिकालाई युद्धमा तान्न बाध्य बनायो। अब के थिए त यी घटनाहरू, आउनुहोस् हेरौँ। पहिलो घटना थियो लुत्सिनिया सिङ्किङ। सन् 1915 को मे महिनामा जर्मनीले आफ्नो शक्तिशाली यु बोट सबमरिनबाट एउटा ब्रिटिस जहाज डुबायो। यो जहाजको नाम थियो लुत्सिनिया। लुत्सिनिया एक प्यासेन्जर सिप थियो जसमा 1959 यात्रुहरू थिए। जर्मनीले यसलाई टोर्पेडो प्रहार गरेर डुबायो। यस घटनामा 1198 मानिसहरूको मृत्यु भयो। तर सबभन्दा ठुलो झट्का त तब लाग्यो जब थाहा भयो कि ती 1198 क्याजुअल्टिजमा 128 अमेरिकी नागरिकहरू पनि मरेका थिए। यस घटनाले अमेरिकी जनतामा ठुलो आक्रोश फैलायो। जर्मनीले निर्दोष नागरिकहरूलाई मार्यो भन्ने हेडलाइनले पूरा देशलाई आक्रोशित बनायो। अमेरिकी सरकारले जर्मनीलाई कडा चेतावनी दियो, तर जर्मनीको यो यु-बोट स्ट्र्याटेजी भने रोकेन। अब अर्को घटनाले अमेरिकालाई डाइरेक्ट वारमा इन्भल्भ नै गरायो। यो थियो जिमरम्यान टेलिग्राम। जर्मनीले जनवरी 1917 मा एउटा गोप्य सन्देश पठायो, जुन सन्देश थियो जर्मनीका परराष्ट्र मन्त्री आर्थर जिमरम्यानबाट मेक्सिकोलाई। जर्मनीले मेक्सिकोलाई प्रस्ताव गर्यो कि यदि तिमीले अमेरिका विरुद्ध युद्ध घोषणा गर्छौ र अमेरिकाका केही भूमिहरू कब्जा गर्छौ भने युद्धपछि हामीले तिमीलाई टेक्सास, न्यू मेक्सिको र एरिजोना फिर्ता दिनेछौँ। तर जर्मनीको यो प्लान असफल भयो। यो गोप्य सन्देश ब्रिटिस इन्टेलिजेन्सले पक्र्यो र तुरुन्तै अमेरिकी सरकारलाई जानकारी गरायो। जब यो खबर अमेरिकामा सार्वजनिक भयो, अमेरिकी जनतामा जर्मनीको विरुद्ध आक्रोशको आगो बल्न थाल्यो। अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षामा आक्रमण माने। अन्ततः अप्रिल 6, 1917 मा युनाइटेड स्टेट्सले जर्मनी विरुद्ध वार घोषणा गर्यो। यो निर्णयले एलाइड पावरलाई ठूलो राहत दियो। अमेरिकी सैन्य शक्ति र औद्योगिक क्षमता युद्धमा परिवर्तनकारी साबित भयो। अमेरिका, जसले सुरुमा न्युट्रल रहन खोज्यो, अब युद्धको महाशक्ति बनेर युरोपको रणभूमिमा प्रवेश गर्यो। जबसम्म अमेरिका युद्धमा सामेल भएको थिएन, एलाइड फोर्सको शक्ति सीमित थियो। तर जब अमेरिका युद्धमा सामेल भयो,
एलाइड फोर्सेसको ताकत अत्याधिक बढ्यो र जर्मनीलाई दबाब दिन थाले। जर्मनीका स्रोतहरू सीमित हुँदै गइरहेको थियो अनि उनीहरू लामो समयसम्म युद्ध जारी राख्न सक्ने अवस्थामा पनि थिएनन्। त्यसैकारण नोभेम्बर 11, 1918 मा जर्मनीले आर्मिस्टिस सीजफायर अग्रिमेन्टसँग सरेन्डर गर्यो। यो दिनले वर्ल्ड वार 1 को अन्त्य ल्यायो। अब युद्धको समाप्तिपछि एउटा नयाँ च्याप्टर सुरु भयो, ट्रिटी अफ भर्साई। यो सन्धिले युद्धको सबै जिम्मेवारी जर्मनीमाथि थोपार्न र भविष्यमा यस्ता युद्धहरूलाई रोक्नको लागि बनाइएको थियो। भर्साई भनेको फ्रान्सको प्यारिस नजिकैको एउटा ऐतिहासिक महल हो जहाँ ट्रिटी अफ भर्साई साइन गरिएको थियो। यो महल 17th सेन्चुरीमा फ्रान्सका राजा लुई द 14 द्वारा बनाइएको थियो। सन् 1990 को जनवरी 18 मा एलाइड पावरका प्रमुख प्रतिनिधिहरू जस्तै फ्रान्स, युनाइटेड किङडम र रसिया सहित अमेरिकाका प्रेसिडेन्ट वुड्रो विल्सन पनि त्यहाँ उपस्थित थिए। अब ट्रिटी अफ भर्साई अन्तर्गत जर्मनीमाथि कडा सजाय लगाइयो। पहिलो, उसलाई युद्ध क्षतिपूर्ति रेपुरेसन तिर्न बाध्य बनायो। जर्मनीलाई 132 बिलियन गोल्ड मार्क अर्थात् 1,32,000 करोड रुपियाँ तिर्नु पनि भयो। यो रकम अत्याधिक ठुलो थियो जसले जर्मनीको आर्थिक सङ्कटलाई अझै गहिरो बनायो। जर्मनीको टेरिटोरियल बााउन्ड्रिज पनि घटाइयो जसले जर्मनीको क्षेत्रीय प्रभावलाई कम गर्यो। जर्मनीको एल्सेस लोरेन क्षेत्र फ्रान्सको नियन्त्रणमा फर्कायो। सार बेसिन नामक क्षेत्रलाई पनि फ्रान्सको नियन्त्रणमा राखियो जसले जर्मनीको खनिज स्रोतहरूको पहुँचलाई सीमित गर्यो। जर्मनीका कोलोनिजहरू पनि अन्य देशहरूले कब्जा गरे जसले जर्मनीको सामरिक र आर्थिक शक्ति घटाइयो। तर यो मात्र होइन, जर्मनीको मिलिट्री स्ट्रेन्थ पनि कमजोर पारियो। जर्मनीलाई ठुलो युद्धको तयारी गर्नबाट प्रिभेन्ट गर्नको लागि जर्मनीको मिलिट्री पनि 1 लाख सैनिकहरूमा सीमित गरियो। जर्मनीको नेभी पनि सख्यात रूपमा काटिएको थियो र एयरक्राफ्ट र ट्याङ्क बनाउने अनुमति त बन्द नै गरियो। यी सबै घटनाहरूले जर्मनीलाई एकदम कमजोर बनायो। भर्साई ट्रिटीले जर्मनीमाथि त्यति कडा दबाव पारेको थियो कि यसले एक नयाँ किसिमको रिजनमेन्ट सिर्जना गर्यो। जर्मनीका धेरै नागरिकहरूलाई यो सम्झौताले आफ्नो सम्मान र भविष्यको अधिकार खोसिदिएको जस्तो लाग्यो। यो सम्झौताले भविष्यमा अझै ठुलो सङ्कटको सङ्केत दिइरहेको थियो। ट्रिटी अफ भर्साईले जर्मनीलाई आर्थिक र सैन्य दृष्टिले कमजोर बनाएको थियो, तर यसले एक नयाँ प्रकारको हेट्रेड र एङ्गर पनि जन्मायो जुन वर्ल्ड वार 2 को सुरुवातको लागि एक मुख्य कारण बन्न पुग्यो। वर्ल्ड वार 1 ले 2 करोड मानिसको जीवन लियो र युरोपको सोसल फ्याब्रिक नष्ट गरिदियो। यो वारले कतियौं परिवारलाई बेघर पार्यो र एउटा कन्ट्रीको टोटल इकोनोमिक कन्डिसन त ध्वस्त नै बनायो। प्लस यो वार 2nd वर्ल्ड वारको पनि जन्मदाता हुन पुग्यो जसले दोस्रो विश्वयुद्धलाई जन्म दियो। यसले युरोप र संसारभरि नयाँ राजनीतिक र सामरिक संरचना निर्माण गर्यो। लिग अफ नेसनको गठन पनि यही वार सकेपछि भएको थियो।